मैले आज चाहिँ मेरो घरमा नयाँ अनौठो कुरा देखेँ है। यस्तो किरा चाहिँ एकदमै यस्तो किरा अनि त्यो सानो सानो किराहरू पनि देखिँदैछ त्यहाँ। यस्तो किराहरू चाहिँ एकदमै देखेँ कि 8-10वटा नै थियो लगभग। अनि निस्किने बित्तिकै चाहिँ फेरि त्यो तल गइहाल्ने के। यो काठ मात्र खाने हो कि मौरीलाई नि केही असर गर्छ होला, हजुरहरूलाई यसको बारेमा केही थाहा छ कि भनेर चाहिँ मैले यो भिडियो पोस्ट गरेको। हजुरहरूलाई केही यसको बारेमा जानकारी छ भने प्लिज मलाई भनिदिनु होला कमेन्टमा। यसले असर गर्छ कि नै मौरीलाई होइन, कि यो घारको काठ मात्रै घार खाने हो कि यो मौरीलाई नि केही असर गरिरहेको हुन्छ मह नपार्नलाई। किनकि एकदम यो घारमा चाहिँ प्रोडक्टिभिटी नै छैन कि खै मौरी धेरै छ तर मह चाहिँ त्यस्तो छैन। हुन त अब सिजन वाइज पनि हुन्छ होला त्यस्तो, तर यो किराले पनि यिनीहरूलाई अलि डिस्टर्ब गरेछ कि जस्तो मलाई चाहिँ फिल भयो हेर्दाखेरि है। च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नु होला। अनि हजुरहरूलाई के लाग्छ यो किरा चाहिँ असर गर्छ कि नै, प्लिज अनुभवी मौरी पालकहरूले चाहिँ आफ्नो सुझाव चाहिँ कमेन्ट गरिदिनु होला। हजुरहरूसम्म चाहिँ यो भिडियो पुग्छ भने प्लिज इग्नोर नगरी एउटा सानो हेल्प भए पनि गरिदिनु होला, किनकि मलाई कुनै एक्सपिरियन्स छैन यो फिल्डमा है। यो जङ्गली मौरी हो, घरपालुवा मौरी पनि होइन र मौरी पालक पनि होइन म। यो चाहिँ यत्तिकै आएको जङ्गली मौरी हो, त्यसैलाई चाहिँ मैले राख्ने कोसिस गरेको हो घरमा। तर यस्तो प्रब्लमहरू देख्दा चाहिँ मलाई अचम्म लागेर आउँछ, किनकि मैले चाहिँ यो फर्स्ट टाइम नै देखेको है। यस्तो पनि हुन्छ भने मलाई आज थाहा भएको हो। यदि असर गर्छ भने मैले घार नै चेन्ज गर्नुपर्ने हो कि के हो, सजेस्ट गरिदिनु होला। थ्याङ्क यू।